भन्दा कडा छ मिलो चिचाइदे अल्ट्रा प्रो म्याक्स A few moments later. हेलो वेलकम टु देव भ्लगमा हजुरहरूलाई स्वागत छ र हजुरहरू पनि सन्चै हुनुहुन्छ होला म पनि एकदम आरामै छु फेरि पनि फाइनल्ली आइयो हैन हामी चाहिँ यसो रमाइलो छ अरे आज हैन अब टक्क त्यो रमाइलोमा जान लाग्यो गाइस हैन के छ यस्तै हो हैन हामी चाहिँ अब तपाईलाई बाटोको स्थिति त तपाईहरुलाई थाहा छँदैछ गाउँघरमा कस्तो हुन्छ भनेर हामी चाहिँ यता मामाको छोरो ह्यान्डसम हैन टक्क लाएर अनि छ भतिजहरू भाइहरू छ धेरै भान्जीहरू भान्जाहरू हैन भान्जी चाहिँ नभन्नु अब यता मामाश्री केही भन्नु छ मामा ब्लगमा अनि मामा हेर्नु मामा यस्तै त अनि गाउँघरतिरको मामा यस्तै हो यस्तै हो के भने अब फाइनली हामी चाहिँ टक्क लगाएर यस्तै पाराले टक्क चिलमा हामी साथीहरू सबै होइन आधा केटाहरू चाहिँ बाइकमा आउँछु भने अब हाम्रो त गाउँघरमा बाइक छैन के भने हामी हिँड्दै जाने कन्सर्ट चाहिँ आधा घन्टाको दुरीमा छ होइन फाइनली म तपाईँलाई भ्यू देखाउँदै गरौँला खासै राम्रो नआउँला तपाईँहरू हेरिदिनु होला र रमाइलो गरेर इन्जोय गरिदिनु होला है इन्जोय गर्न चाहिँ नभुल्नु होला यसो भिडियो हेरेर सुख सुख काटौँला जीवनमा आउँला फेरि बुढेसकालैमा गीत गाइदियो नि त ल लम्माया लगाइदेऊ बिहानको टाइममा खतरा देख्दै केटा हो हाम्रो गाउँ त्यो तलतिर गयो है गाउँ हाम्रो यता हो हामी चाहिँ यस्तै पारा हामी त यस्तै हो होइन ओइ यता हेर हेलो भन्दै केटा हो होइन टक्क लगाएर हामी चाहिँ जानु लागेको ठाउँ म देखाइदिन्छु है फाइनली अब गीत सुन्नुभयो होला तपाईँहरूले फाइनली जानु लागेको चाहिँ त्यहाँ हो गाइस हामी हो यहाँ हो गाइस त्यहाँ हो है हामी जानु लागेको चाहिँ अब यहाँबाट तलबाट ओर्लेर यता जाने है गाइस फाइनली भन्दा कडा छ मिलो चिचाइदे अल्ट्रा प्रो म्याक्स चिचाइदे हालिदिन्छु ल जला फ्यामिली हैन अब जला सला हैन अब के राख्ने ल भोलि हालिदिउँ ल म भोलि आउँछ ल केटा आउँछ हेर जला भएन अलि सहेन के भन्नु न्यू जेनेरेसन जेनजी
भोलि त सोल्टी Hãy subscribe